फाइनली गाइज आज चाहिँ म आफ्नो कुटी जाँदैछु, आफ्नो टोलको कुटी होइन। अब गएर हेर्दिउँ न त के कसो होइन, के कसो साह्रै छ। धेरै दिनपछि जाँदैछु। पहिला पहिला त के भन्ने पहिला पहिला त होइन गाह्रो छ। कुटीमा हिँडेपछि त अब ताला लागेको रहेछ, जानभित्र अब मिलेन। त्यसैले अब बाहिर घुम्नु पर्ने हुन्छ। अब के कसो होइन, हिँड्दिउँ न त, टाइम पनि हेर्दिउँ न भनेर आएको आज। हेर्न सक्नुहुन्छ फुलबार कुटी, हाम्रो कुटी हो होइन। कुटी हो कि फ्रिडम कुटी। पुरै यार चिल छ नि त यता, मौसम पनि चिल, पुरै यार शीतल मौसम छ होइन। पुरै शीतल मौसम छ नि त यता, पुरै कुल प्लेस भन्दा पनि हुन्छ यहाँ। यहाँ टक्क होइन, टक्क बस्ने हो, चिल हान्ने हो होइन। यहाँ केटीसेटी पनि भयो भने त अझै मजा आउँछ होइन। किनभने चिल हो नि त, फोटोसोटो खिचाउनु पर्ने हो यता। हुन त बसोबार हो, बसोबार के भन्ने, कुटीको बसोबार, तर साफ सुथरा बसोबार छ नि। फेरि त्यस्तो छैन, पुरै साफ सुथरा, सफा, पुरै सफा छ हाम्रो कुटीको होइन। बसोबार पुरै सफा छ यता। सक्नुहुन्छ यो माथिको हाम्रो बाबाजी कुटीको मन्दिर होइन। मन्दिर हो, माथि मन्दिर छ। अनि अरे यार लुच्ची हो यहाँ। यो चाहिँ यसलाई हामी धेरै चोरी गरेको छ। हामी यो लुच्ची धेरै चोराएको छ यता। हामी धेरै पहिला लुटेर थियो नि त। साला यो गाछीहरूमा त यत्तिकै चढिदिन्थ्यो हामी। यो गाछीहरूमा हरिवलको गाछीहरू छ, गाछीहरूमा पुरै चढिदिन्थ्यो नि त। यहाँबाट टाट छ, साला टाट फाँगेर हिँडिदिन्थ्यो हामी। अब चाहिँ एक राउन्ड हान्यो, टाटसाट पुरै टुट्या रहेछ। अब को बनाइदिन्छ थाहा छैन। अब त त्यस्तो गर्दैन, किनभने अब साना बुढाबुढीहरूलाई त डर हुन्छ नि त। मेरो डर चाहिँ धेरै हुन्छ, फेरि फर्काउँछु म। त्यसैले त्यस्तो काम गर्दैन। अब पुरै क्लिन छ, क्लिन मतलब पुरै सफा छ होइन। केही अब रोकटोक छैन कि, त क्लियर पोइन्ट बाबाले भनेको छ, पुरै क्लियर। जे चाहिन्छ त्यो खाने यहाँ पाउँछ। कटहर पनि छ, कटहरको गाछ, कटहर पनि छ यता। जे सबै खाने होइन, सबै थोक खाने हो होइन। त्यो फ्री छ यहाँ। अब आँप फल्यो होला होइन। आँप महिना आइसक्यो, अनि ठुलो भएपछि चाहिँ अब पाकेपछि चाहिँ जानुपर्छ खानको लागि। त्यो रोकटोक छैन, सबैको लागि फ्री हो। किनभने कुटी भनेको सबैको लागि हो होइन, सबैको लागि हो कुटी भनेको, त्यसैले फ्री छ होइन। अब चाहिँ गइदिउँ न त, अब उतैतिर जानुपर्छ पसलतिर होइन। यार पुरै अब के भन्ने कि, पसलतिर हिँड्दिउँ न यार। पुरै पिच गइसकेको छ नि त, अहिले त पुरै पिच छ नि त रोड। पहिला त थिएन नि त पिच यस्तो होइन। पहिला त पुरै यहाँ थाल कि हिलो नै हिलो हुन्थ्यो, पुरै खुट्टामा हिलो लाग्थ्यो, चिप्लेर मान्छेहरू लड्ने गर्थ्यो। तर अहिले त पुरै सफा छ नि त होइन, पुरै सफा छ। हम फोटो खिचै छियै, भिडियो सक्नुहुन्छ। हाम्रो कुटी उता गएको थियौँ, मन्दिर हेराइदियो नि, त्यो हाम्रै मन्दिर हो। अनि यो चाहिँ दोकान हो, यहाँ चाहिँ चल्छ मेरो उधारी सब चल्छ। 4-5 हजार भइसकेको छ उधारी मेरो, 4-5 हजार भइसकेको छ। तर मैले दिएको छैन, मागेको पनि छैन। म अब पैसा आएपछि दिइहाल्छु नि, मैले भनेको होइन। केटाहरू चाहिँ उता छ, साला दियापुता केटाहरू उता छ, केटाहरू चाहिँ उता छ। अब चाहिँ उता छ होइन।
हेर्न सक्नुहुन्छ सन कम्प्लिट छ यता छ यताहरू यता छ कुत्ता कुत्ता कुकुर हो मेरो के गर्दैन पुरै सोएको छ कुकुर सुतेको छ होइन के गर्दैन हाम्रो बनौली कुकुर धेरै इमान्दार वफादार कुत्ता छ वफादार पुरै इमान्दार कुत्ता छ अब चाहिँ म कुनै दिन यो दबाल सवाल तोडिदिन्छु होइन दबाल होइन यो ताट तोडिदिन्छु यो ताट तोडेर म भित्र छिर्छु कुनै दिन कि मलाई चढिसक्यो किनभने यता 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 किनभने म भित्र जान्छु भन्दैछु तर होइन यता हेर्न सक्नुहुन्छ साला बन्द छ यो भित्र जान मिलेन मनाइ छ ब्यान्ड छ भित्र जान पहिला यहाँ हामी फुटबल खेल्थ्यो यहाँ पहिला हामी साला क्रिकेट खेल्थ्यो ब्याट बल खेल्थ्यो साला म हार्ने भने त्यहाँ छक्का जान्थ्यो पहिला माथि अनि यतापट्टि उतापट्टि पैसा दिनु पर्दैन अनि यिनीहरू प्लेयरहरू थियो मेरो चेलाहरू सबै चेलाहरू थियो म खुनखार प्लेयर थियो नि त यिनीहरू सब मेरो चेलाहरू थियो पहिला ल यो बनौलीको स्कुल हो डाइरेक्ट कुरो लेखेको पनि छ होला हेर्न सक्नुहुन्छ होइन बनौलीको स्कुल हो यो बनौलीको स्कुल हो ल केटा हो ल आजलाई यति नै होइन कमेन्ट गर्नु होला अझै यस्तो भिडियोहरू चाहिन्छ भने टक्क पारामा होइन हानिदिने हो नि त सही हो नि त होइन पुरै हो नि त हामी बबाल हो नि त बनौलीको होइन यस्तो भिडियोहरू चाहिन्छ भने होइन दियोन थारू अन्त माइक जस्तै टक्क हाल्नुपर्छ कि टक्क भन्नुपर्छ कि भन्नु पर्यो कि तर बोल्नुपर्छ कि बोलेन भने कहाँ हुन्छ यहाँ बोल्नु पर्यो नि त नेपालमा नबोलिकन सारा लाटा बोका जसरी बस्यो भने त कहाँ चल्दैन यो देशै चल्दैन साला गरिब हुन्छ नि सबै मान्छेहरू त्यसैले बोल्नुपर्छ सबैजना यति भन्न चाहन्छु म होइन बोलेर देखाउनुहोस् तपाईँहरू चट्ट पारामा ल